ओके नमस्कार। हामी विद्यार्थीहरूलाई परिचय गरेर सजिलो गर्नका लागि दैनिक रूपमा केही क्वेसनहरू राखिरहेका छौँ र हाम्रो भिडियोलाई हेरेर साथ दिनु होला। ओके लेट्स स्टार्ट। हामीले आज कक्षा 8 को गणितको मोडल क्वेसनमा आधारित एउटा क्वेसन राखेका छौँ। क्वेसन छ कृष्णसँग 150 पाना भएको एउटा किताब छ र पानाको सङ्ख्यालाई वैज्ञानिक सङ्ख्यामा लेख्नुहोस् भन्ने पहिलो 1 नम्बरको क्वेसन छ। त्यसपछि 2 नम्बरमा पानाको सङ्ख्यालाई पञ्चदार सङ्ख्या पद्धतिमा लेख्नुहोस् भन्ने दोस्रो क्वेसन छ। त्यसैगरी 0.34 को बारलाई भिन्नमा रूपान्तरण गर्नुहोस् भन्ने एउटा क्वेसन छ। ल हामी स्टेप बाई स्टेप सल्भ गरौँ। हामी पहिलो क्वेसन सल्भ गरौँ। हामी लेख्दाखेरि अब नेपालीमा लेख्नुहुन्छ हैन। प्रश्न नम्बर 1 ए को उत्तर भनेर लेखौँ। अब प्रश्न नम्बर 1 को ए भन्नाले यो नम्बर, यसको उत्तर एन्सर चाहिँ हामी पानामा भएको सङ्ख्यालाई वैज्ञानिक सङ्ख्यामा लेख्नुहोस् भनेको छ। सर्ट छ। सर्ट क्वेसनमा लेख्दाखेरि के गर्ने भनेपछि यो जुन 150 छ त्यसलाई लेख्दाखेरि बराबर अब हामीले वैज्ञानिक सङ्ख्यामा लेख्ने जो नम्बर छ नम्बरमा हामीले पहिलो नम्बर जुन छ त्यसलाई लेख्ने, त्यसपछि पोइन्टर गर्ने, त्यसपछि 5 लेख्ने। के नम्बर अब 0 नलेख्दा पनि यहाँ नलेख्ने हुन्छ इन्टु अब हामीले जहाँबाट पोइन्ट गर्यो त्यहाँबाट काउन्ट गर्ने। यहाँ पोइन्ट गर्यो भने 1 2 10 2 एन्सर यो भयो यसको आन्सर। त्यसैगरी हामी क्वेसन नम्बर 2 तिर हेरौँ। क्वेसन यो बी नम्बरतिर प्रश्न नम्बर 1 को बी उत्तर भनेर लेखौँ। भनेको के छ 150 पाना भएको पुस्तकको चाहिँ हाम्रो पानाको सङ्ख्या भनेको 150 छ, त्यसलाई हामीले पञ्चदारमा बदल्ने। पञ्चदारमा चेन्ज गर्नलाई हामीले के गर्नुपर्छ 5 ले त्यसलाई भाग गर्नुपर्छ, रिमाइन्डर चाहिँ उता लेख्नुपर्छ हैन। जसरी 150 छ यता हामीले 5 ले यसलाई भाग गर्दाखेरि कति अहिले भाग गर्दाखेरि एकलाई लाग्दैन 15 3 5 15 0 को 0 हामी कतिको छ क्लियर भाग गयो 0 हुन्छ। अझ 5 ले आउने कतिचोटि जान्छ 5 ले हाम्रो 5 6 दा 30 क्लियर भाग गयो। अझ 5 ले गर्दाखेरि 5 एकम 5 अनि कतिको छ यहाँ 1 को छ। ओके यो हाम्रो आन्सर। अब 150 इज इक्वल टू अब यहाँबाट माथितिर लेखिन्छ कहिले पनि यो थाहै होला। अब यहाँबाट माथि लेख्दाखेरि 1 1 0 0 0 20 5 एन्सर। पञ्चदारमा चेन्ज गर्दाखेरि यो पक्कै पनि बुझ्नुभयो होला भन्ने आशा राखेको छु। त्यसै गरी अन्तिममा छ अब नेक्स्ट। ओके हाम्रो क्वेसन छ यहाँ दिएको क्वेसन चाहिँ हैन 0.34 छ। अब यसलाई हामीले के गर्ने मानौँ के गर्ने x बराबर 0.34। अब यो जो माथिको बार छ यो बार जुन छ यसलाई हटाउँदाखेरि हाम्रो यो नम्बर कस्तो हो कि हाम्रो यो नम्बर कस्तो हो 3.3 यो 0.34 छ भने यो 34 बार हैन करोडौं लाखौँचोटि दोहोरिरहन्छ यो 34। त्यही भएर रिपिटेड नम्बरको पछाडि यो 34 जुन छ यो रिपिट भइरहेको छ।
त्यही भएर हामीले यहाँ 3 4 दुईटा 3 4 लेख्यौँ डट डट हैन इक्वेसन 1 यो 3 4 रिपिट भइरहेको छ जति लेख्यो पनि फरक पर्दैन हजारौँ लेख्यो पनि फरक पर्दैन तर हामीले हिसाब गर्न सजिलो होला भनेर दुईटा मात्र लेख्यौँ त्यसपछि अब यो इक्वेसन जुन छ 1 पछाडि कतिवटा दोहोरिरहेका छन् हाम्रो दुईटा त्यसैले जति अङ्क दोहोर्यो त्यति बेला 1 मा 0 थपेर गुणा गर्ने एउटा मात्र भएपछि 10 ले गर्ने अहिले यहाँ दुईटा छ भने 100 ले गर्ने अनि तीनटा अङ्क दोहोरिरहेछ भने 1000 ले त्यही भएर हाम्रो दुई छ समीकरण 1 लाई 100 ले गुण 100 ले गुण गर्दा अब 100 ले गुण गर्ने यसलाई 100 ले यो x लाई गर्दाखेरि 100x हुन्छ बराबर 100 ले यसलाई गर्दाखेरि यहाँको दशमलव 100 ले 1020 हुँदा यहाँ जान्छ 34.3434 हुन्छ डट 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 अझ रिपिटेड हुन्छ अनि इक्वेसन 2 इक्वेसन 2 भयो त्यसपछि अब इक्वेसन 2 भइसकेपछि हामीले के गर्ने त अब हामीले के गर्ने भनिसकेपछि अब u2 बाट u1 लाई घटाइदिने समीकरण i बाट i घटाउँदा अब i बाट तल्लोबाट मल्लो घटाउँदा अब के घटाउँ हैन के छ यहाँ तल्लोमा 100x माइनस मल्लोतिर x बराबर 34.3434 डट माइनस 0.3434 डट यसलाई घटाउँ अब यसलाई घटाउँदा कति हुन्छ मैले म पल्लो साइडले गर्छु यो साइडमा योलाई हामी घटाउँदाखेरि 99x हुन्छ यहाँ और लेख्ने अगाडि और 99x भयो उतातिर यो 0.23434 छ भने यताको 34 र त्यताको 34 हट्छ अनि 34 बाट 0 बाट 34 नै हुन्छ यहाँ 34 नै भयो और अब यो x छ यता बच्यो यो 99 पल्लोतिर लाग्दाखेरि आन्सर अफ जान्छ अब हाम्रो यहाँनिर के काटिन्छ हैन तलमा कुनै संख्याले भाग लाग्छ भने गर्नुपर्छ यहाँ 34 छ यहाँ यसमा त एउटा 11 लाग्छ एउटा 3 लाग्छ तर यहाँ त्यस्तो मल्लोतिर कुनै भाग लाग्दैन त्यही भएर यही नै आन्सर हुन्छ हाम्रो ओके यो क्वेशन लाई फेरि पनि हामी रिपिट गरौँ र यो क्वेशनको दोस्रो यो मोडल क्वेशनमा पनि दोस्रो भिडियो बनाएर राख्दैछु मानौँ x बराबर हामीले दिएको लागि रिपिटेड हो यो जो बार छ यो 3 4 भन्ने वाला रिपिटेड भइरहेको छ बार त्यसैले हामीले 3 4 3 4 लेख्यौं अनि समीकरण एउटा 1 बनायो पहिला x भन्ने त्यसलाई हामी बारलाई हटाइदिने अनि रिपिटेड गरिदिने एकचोटी जतिचोटि हुन्छ आफूलाई सजिलो लाग्यो अनि समीकरण एकलाई चाहिँ हामीले 100 ले गुणाउनु 100 ले किन 1000 ले किन गरेनौं भन्ने कुरामा 100 ले किन गर्यौं भने यो पोइन्ट पछाडि दुईटा अङ्क दोहोरिएका छन् दुईटा अङ्क दोहोरिँदाखेरि हामीले 1 पछाडि दुईटा शून्य गर्ने 100 हुन्छ अनि तीनवटा अङ्क भएपछि 1000 ले गर्ने थियो र ठीक छ त्यसपछि 100 ले गुणा गर्दा यति भयो अनि समीकरण यो दोस्रोबाट पहिलो घटाउँदाखेरि यति भयो हैन यो घटाएमा हामीले यो 100x बाट x घटायौं 34.3434 बाट 0.3434 हैन योबाट यो घटाइदियौं त्यसपछि यो घटाउँदाखेरि हाम्रो 100x बाट x घटाउँदा 99x आयो अनि उता 34 मात्र आयो अनि त्यसलाई हिसाब गर्दाखेरि जति आयो यही नै हाम्रो आन्सर आयो थ्यांक यू फर वाचिङ र राम्रो लागेमा चाहिँ भिडियोलाई लाइक कमेन्ट गरिदिनु होला